हेलो गुड मर्निङ गाइज वेलकम छ तपाईहरुलाई फेरि पनि अनुप्लेक्सा भ्लग च्यानलमा है तपाईहरुलाई मेरो च्यानलमा फेरि म तपाईहरुलाई स्वागत गर्छु अनि म चाहिँ यहाँनिर अहिले यहाँनिर के रे भालुढुङ्गा हैन साथी तेन्जिङ रक साथी र म यहाँ छु मेरो साथी हुनुहुन्छ यहाँनिर मर्निङ जयमसी हामी दुई भाइ चाहिँ यहाँनिर एकछिन यहाँ भिडियो गर्नु आएको थियो यहाँनिर तेन्जिङ रक छ अनि यहाँनिर चाहिँ बाहिर हामी तपाईलाई यहाँनिर देखाउने छु यहाँको नजारा चाहिँ अनि यहाँनिर चाहिँ अब हेर्नुस् न कस्तो टाइपको छ हामी दुई भाइ चाहिँ यहाँनिर आएको छु यो दार्जिलिङ तेन्जिङ रक भन्छ यहाँनिर अन्त यहाँ चाहिँ तपाईँ हेर्न सक्नुहुन्छ यहाँनिर यो टुरिस्ट प्लेस चाहिँ हो यहाँनिर है अन्त साथी र म छु यहाँ चाहिँ पानीको अलिकति क्राइसिस हुन्छ यहाँनिर पानीको अलिकति क्राइसिस छ यहाँनिर पानीको अलिक दुःख भएको कारणले गर्दा यहाँ चाहिँ यसरी यस्तो प्रकारले जान्छ यहाँनिर यो चाहिँ तेन्जिङ रक हो दार्जिलिङमा फेमसै छ यिनीहरू है सब ब्यागहरू बोकेर टुरिस्टहरू है ट्रेकिङको लागि आउँदैछ यहाँनिर सबैजना माथि ढुङ्गामा चढेर है यहाँ मुनिबाट टक्कै ढुङ्गाबाट यस्तो ओह्रालो झर्दो रहेछ यहाँ मुनि चाहिँ रस्सी डोरीहरू सबै यता फ्याँकिरहेको छ तल डर लाग्दो रहेछ यहाँ चाहिँ डर लाग्दो रहेछ हामीलाई यहाँ तलबाट झरेर सबै यहाँ मुनि झर्दैछ तल पुरै ट्रेनिङ हुँदैछ यहाँनिर अन्त आज चाहिँ मन्डे हो अन्त मन्डे भएर पनि आज टुरिस्टको भिड छ है भिडभाड छ यहाँनिर चढ्ने उत्रिनेहरूको भिड होला यहीँ भाइहरूले बाँध्दैछ यहाँ ट्रेनिङ गराउँदैछ हेलो साथी तपाईँ के ट्रेनिङ गराउनुहुन्छ चाहिँ यहाँहरूले उहाँहरूले चाहिँ ट्रेनिङ गराउनु हुँदैछ मैले सोधेको अब उहाँको रस्सी डोरीहरू यसरी बाँधिरहेको छु ढुङ्गा चाहिँ यही हो बहुत गतिलो छ माथिसम्म यहाँबाट चाहिँ पस्नु पर्ने रहेछ 1300 यहाँ चाहिँ सानो सानो दोकानहरू पनि छ टी चिया बिस्कुट सिस्कुट पाउने दोकानहरू पनि छ लाइ ल यहाँ चाहिँ भिडभाड छ आज चाहिँ पुरै भिड हुँदैछ हेर्नु सक्नुहुन्छ त्यहाँ तपाईँले तेन्जिङ रक माथि चढिरहेको छ अहिले लेखेको छ तेन्जिङ रक भनेको मेरो साथी कता चिया दोकानमा गयो क्या हौ साथीले यहाँ दार्जिलिङको मार्केट सानो दोकानहरू सबै कुरो यहाँ यो चाहिँ दार्जिलिङ टीहरू पाइन्छ तपाईँको नि कसरी छ यिनीहरू प्याकेटको चाहिँ 100 रुपियाँ त्यो अलग अलग होला नि त नि अरू के छ आइटम यो टोपीहरू पनि छ टोपी मफलरहरू सबै कुरो मफलर र आज चाहिँ यहाँनिर टुरिस्ट पनि पुरै छ यहाँनिर है भिडभाड छ यहाँ सानो मार्केट दोकान पनि राख्दैछ यहीँ चप दोकानहरू तपाईँहरू जे खानु मन लाग्यो यहाँनिर है जे पनि पाउनुहुन्छ चिया चप हाम्रो पार्टनर यहाँ छ पार्टनरले चिया युट्युब सँगसँगै यहाँ है मोमोहरू पनि तपाईँले पाउन सक्नुहुन्छ चिया खाइदिनु पार्टनर त धेरै साल बाद आएको त यहाँ चाहिँ तर धेरै प्रकारको मार्केट रहेछ ठुलो मार्केट पनि लाग्दो रहेछ होइन ठुलै रहेछ यतिको मार्केट यहाँनिर हावा घरियो चाहिँ यहाँ हल्का यसो रेस्ट गर्नु सक्छ विश्राम गर्नु सक्छ यहाँनिर चाहिँ बसेर आराम गरेर यहाँबाट चाहिँ यसो मान्छेहरू हेर्न सक्नुहुन्छ नजाराहरू मान्छे चढिरहेको यहाँ मुनि पुरा मैला फ्याँकेको रहेछ मेरो पाठ पर पुगिसकेछ यहाँ भैयाले चाटहरू पनि बेचिरहेको छ कस्तो भन्नुहुन्छ त्यस्तै कहाँ जानु पाठ
गाइस हामी चाहिँ यहाँनिर अब चिया पिउनेवाला छौँ। चिया पिएर चाहिँ ड्युटी जानुपर्ने छ। मेरो ड्युटी टाइम पनि हुनेवाला छ, 1 बजीदेखि ड्युटी हो मेरो यहाँनिर। गाइसहरू हामीले है यहाँ चिया पनि पिसकेको छौँ र साथीहरू अब ड्युटीतर्फ लागिरहेको छौँ, किनभने हाम्रो ड्युटी छ, यहाँबाट जानुपर्ने हुन्छ। ड्युटीमा गएर होला चाहिँ है मेरो खालि ट्राभलिङ भ्लग मात्रै होइन, तपाईँलाई मैले पहिला पनि भनेको थिएँ है मेरो चाहिँ फुड खानाको कुरो है एकदम खानाको कुराहरू पनि छ। म त्योहरू तपाईँलाई सेल्फ गर्छु, अझै देखाउँछु नि। हुन्छ माथि ढुङ्गामा चढेर दोरी रस्सीहरू बाँधेर मुनि चढ्ने उकालो है, ओह्रालो 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 उकालो चढ्ने गर्दछ। आदत नहुँ यसलाई चाहिँ अब साह्रै पर्छ त्यो उकालो चढ्नु। सबै दोकानमा बाहिरबाट चाहिँ यस्तो देख्छ, तर भित्रबाट गएर हेर्नु चाहिँ दामी छ दोकानहरू। र अब म चाहिँ आफ्नो कामतर्फ म आफ्नो होटल पनि तपाईँलाई देखाउँछु। मैले काम गर्ने रेस्टुरेन्ट होटलहरू पनि टुरिस्टको भिड हेर्नु सक्नुहुन्छ तपाईँ। यहाँनिर पुरै भिड छ क्या। तेन्जिङ रक चाहिँ यही हो। र हामी गाडी भगाइसकेका छौँ साथी र म। र अब चाहिँ हामी घरतर्फ लाग्नेछौँ साथी हो। र यहाँ चाहिँ है टुरिस्टहरूको एकदमै भिड रहेछ पुरै माथि स्पोट अन्त यो एकदमै राम्रो। टी गार्डन भयो हो, यहाँ टी गार्डन छ यहाँबाट पर गयो भने। त्यो मुनि अघि हामी बाटो पनि दामी दामी है, त्यता मुनिपट्टि पनि क्या अलिक टाइम लिएर आएको छ तिमीलाई। म टी गार्डन पनि अनि तपाईँहरूको लागि चाहिँ यहाँनिर रोपे पनि छ, यहाँनिर रोपे पनि छ दार्जिलिङमा यहीँ अलिक माथिपट्टि दामी छ। घुम्ने प्लेसहरू एकदम राम्रो छ। रोपे खेल्नुहुन्छ, रकमा चढ्नुहुन्छ, हरेक प्रकारको मतलब टुरिस्टलाई लोभ्याउने जग्गा छ। यो चाहिँ तपाईँहरू रोपे दार्जिलिङ रोपे यहाँनिर चलिरहेको छ माथिपट्टि है। यो माथिपट्टि देख्दैमा चाहिँ रोपे हो। यो चाहिँ एकदम चालु छ यहाँनिर, एकदमै चलिरहेको छ। अहिले चाहिँ मान्छे छैन होला, ए आउनु सक्नुहुन्छ तपाईँहरू यहाँनिर है दार्जिलिङमा। यहाँ माथिबाट हो रोपे। दार्जिलिङको रोपे। अन्त अब चाहिँ यहाँनिर तपाईँलाई म कुन चाहिँ स्कुल भएछ साथी हो? यो एसटी जोसेफ है, एकदमै दामी स्कुलहरू छ यहाँनिर। एसटी जोसेफ भनेर छ, दामी छ यो स्कुल। र साथी हो मैले काम गर्ने प्लेस चाहिँ यही हो। यो के कलेज भन्छ कि यसको? एनपी कलेज। यो एनपी कलेज हो यतापट्टि चाहिँ। हुन्छ त गाइस, म चाहिँ साथीलाई बिदा दिएर अब आफ्नो होटलतिर गइरहेको छु। यो माथि देख्दै गरेको उडान मैत्री होटलले चाहिँ म चाहिँ यहाँ ड्युटी गर्छु अहिले फिलहाल चाहिँ है। ल हुन्छ गाइज, म साथी होटलमा इन्ट्री ड्युटीतर्फ ड्युटी पाइसकेको छु। म चाहिँ ड्युटीको लागि चाहिँ हामीले गर्नुपर्छ, साइन पनि गर्नुपर्ने हुन्छ सबै कुरो। यहाँ हामी चाहिँ अब 2 सिडी तल झरिसकेपछि चाहिँ हाम्रो किचन आउँछ। मेरो चाहिँ किचन हो, किचनको काम हो। अन्त यहाँ म चाहिँ यहाँ चाहिँ हाम्रो सेफ हुनुहुन्छ उहाँको चाहिँ यो चाहिँ हाम्रो ड्युटी गर्ने किचन। यहाँ चाहिँ हामी किचनमा कामहरू हुन्छ है, तपाईँहरू हेर्न सक्नुहुन्छ किचनबाट चाहिँ है। अन्त यो चाहिँ हाम्रो क्याफेटेरिया एरिया। यहाँ चाहिँ हाम्रो सबै सेफहरू छ, सब सेफहरू यहाँनिर। ल हुन्छ गाइस, अब है यो समय चाहिँ म ड्युटीमा गइरहेको छु र आजको भिडियो चाहिँ म यहाँनिर नै बन्द गरेर गइरहेको छु। तपाईँलाई कस्तो लाग्छ मेरो भिडियो? मन पऱ्यो लाइक गरिदिनुहोस्, कमेन्ट गर्नुहोस्, सब्सक्राइब गर्नुहोस्। अनि फेरि हामी नेक्स्ट ब्लगमा भेट्नेछौँ। हुन्छ, तबसम्मको लागि नमस्ते।